ल राजाको बिहेको तयारी हुँदैछ या अब लबो लबो तयारी भइसक्यो हन बोस यस के होला सबैले ब्याग दिन्छ दा भेटकेमा अन ह 3 4 अरु हावा हुन लाउँके दुवैजना अगाडि आइदिनु होला Anak. Oh. सबैलाई जय मसीह साथै ख्रिस्टी अभिवादन भन्न चाहन्छु। प्रभुलाई धन्यवाद भएको होस् र आज विशेष गरेर हामी यहाँ भेला भएका चाहिँ छौँ र विशेष गरेर यो विशेष उद्देश्य राखेर यो भवन निर्माण भएको चाहिँ छ। यो त्यतिकै बनाएको चाहिँ छन्। भवनहरू धेरै ठाउँहरूमा चाहिँ बनाइन्छ, यस्ता घरहरू धेरै ठाउँमा बनेका चाहिँ छन्, तर यसको विशेष उद्देश्य चाहिँ छ र यो नवनिर्मित भवनलाई परमेश्वरको नाउँमा चाहिँ समर्पण गर्नको लागि हामी यहाँ भेला भएका चाहिँ छौँ अनि परमेश्वरलाई धन्यवाद दिनको लागि हामी यहाँ भेला भएका चाहिँ छौँ। तर यहाँ तपाईँहरूलाई यो विशेष केही कुराहरू म तपाईँलाई आज भन्ने चाहन्छु। मेरो साथमा तपाईँहरूसँग बाइबल छ भने मत्तीको सुसमाचार त्यसको 16 अध्याय पल्टाउनुहोस्, त्यसको 13 पददेखि हामी 20 पदसम्म हेर्न चाहन्छौँ। यो विशेष गरेर मण्डलीको सन्दर्भमा बोलिएको यो वचन चाहिँ यहाँ चाहिँ छ। यो वचन प्रभु येशू स्वयंले बोल्नु भएको वचन यहाँ चाहिँ छ। यो वचनबाट यहाँहरूलाई केही कुराहरू म बताउने चाहन्छु। सालमा र 12-19 गते म चाहिँ घर गरे हो। घर चाहिँ साङ्गेना गऱ्यो। साङ्गेना हाम्रो एरिया पाँचर बुवाको चाहिँ दाजुको घरमा हामी सौती बस्थ्यौँ। त्यहाँ चाहिँ हामी मैले चाहिँ घर गरेँ। योभन्दा पहिले चाहिँ मेरो श्रीमती पिले गरेको हो। अहिले के भने सबै बिरामी हुने टोली गरेकोमा अब मैले चाहिँ कतै चाहिँ म सुने थिएँ। विश्वास गरेपछि यो चाहिँ निको हुन्छ भन्ने कुरा चाहिँ मैले कतै सुने थिएँ। मैले त्यस्तै यो अभियान जान त्यस्तैमा चाहिँ यो डोन्नोकालमा जताततै हिँड्दाखेरिमा म त्यो कुरा सुने थिएँ। तर त्यस्तैमा केही चाहिँ विश्वास पनि थिएन। त्यस्तै चाहिँ सुसमाचार सुनाउने यो पनि थिएन। त्यसले गर्दाखेरिमा मैले त्यो सुनेको थिएँ। त्यसैले जा भनेर उहाँले पठाएको थिएँ मैले। उहाँ चाहिँ गयो र अब विश्वास गरेर आयो र हामी पनि सोच्यौँ कि पछाडि बिचमा के भयो भने ठुलो चाहिँ सकाल चाहिँ आउनु थाल्यो कि तर बाहिर आएन, भित्रहरूमा आयो। मेरो दाजुभाइदेखिको इष्टमित्र मेरो माइतीदेखि चाहिँ ठुलो चाहिँ सकाल चाहिँ आउनु थाल्यो कि यसलाई चाहिँ यस्तो गरेर यो गर्छौँ ऊ गर्छौँ भन्ने चाहिँ कुरा चाहिँ दाउरै आएको। त्यो चाहिँ मैले दाटेन, त्यो चाहिँ परमेश्वरलाई थाहा छ।
त्यसले गर्दाखेरिमा त्यो छोड्छ तैँले चाहिँ छोड्नुपर्छ कुरा यस्तो आयो भनेर म भन्दाखेरिमा उसले चाहिँ अब छोडिन एकपल्ट चाहिँ फेरि अब धेरै मेरो माया माथि मामाले ल्याउ माथि लिएर त्यो मामाले धेरै धेरै अलिकतिर नै गर्छ मामाले चाहिँ तिम्रो के गयो त्यो चाहिँ भएन छोड्नु पर्छ मेरो छोरी छोडोस् अब भान्जे चाहिँ जानु भएको छैन भनेर ऊ भन्दाखेरि उसलाई चाहिँ जबरजस्ती मैले छोडाएको मैले छोटाइहालेको त्यसले गर्दाखेरि पछाडि अध्ययन चाहिँ सटार आएर हामी दुइटै गयो त्यहाँ गएर हामी त्यो साङ्किना उहाँ पास्टरहरू गएको दाइको घरमा चाहिँ हामी सङ्गीतै बस्थ्यौँ त्यहाँ यहाँदेखि खरलेर घरमा छान्थ्यौँ सङ्गीतै बस्ने आउने हामी चाहिँ गर्थ्यौँ त्यसले गर्दाखेरिमा धेरै गयो यहाँ नर्मलका अहिले यतातिर सम्झेता हाम्रो चाहिँ यहाँ उहाँहरू उहाँहरूको स्वास्थ्यता छ उहाँहरू पनि उतैतिर गएको र हामी सबै उतातिर धेरै छौँ हामी यस मण्डली उद्घाटनको समयलाई केही कुराहरू भन्न चाहन्छु शुभकामना दिन चाहन्छु केही कविताहरू मार्फत तपाईँहरूले ध्यान दिएर सुनिदिनु होला र पहिलो रहेको छ उज्यालो ज्योति बाइबलमा पाएँ मैले असलको थालो बाइबलमा पाएँ मैले उज्यालो ज्योति बाइबलमा पाएँ मैले असलको थालो बाइबलमा पाएँ मैले सबै कुराको अर्थ बाइबलको वचनमा भेटाए सबै कुराको अर्थ बाइबलको वचनमा भेटाए मुक्तिको एकमात्र बाटो बाइबलमा पाएँ मैले त्यसै अर्को रहेको छ संसारको साथ नभए पनि यीशुको साथ छ मलाई संसारको साथ नभए पनि यीशुको साथ छ मलाई दुःख कष्टमा सम्हाल्ने यीशुको हात छ मलाई म एक्लो हुँदा दुःख आइपर्दा कहिले पनि आतिदैन म एक्लो हुँदा दुःख आइपर्दा कहिले पनि आतिदैन किनभने भरोसा योग्य परमेश्वरको साथ छ मलाई त्यसै अर्को रहेको छ छोटो समयको लागि यस संसारमा आएको छु छोटो समयको लागि यस संसारमा आएको छु परदेशी बनेर यहाँ घुमफिर गरिरहेको छु परदेशी बनेर यहाँ घुमफिर गरिरहेको छु कुन बेला पासपोर्टको म्याच सकिन्छ थाहा छैन यस संसारमा कुन बेला पासपोर्टको म्याच सकिन्छ थाहा छैन यस संसारमा पाहुना पनि पराईको घरमा बसिरहेको छु त्यसै अर्को रहेको छ परमेश्वरको सहायताले यहाँसम्म आएका छौँ परमेश्वरको सहायताले यहाँसम्म आएका छौँ सबै मिली परमेश्वरको आराधना गर्न पाएका छौँ सबै मिली परमेश्वरको आराधना गर्न पाएका छौँ ख्रीष्टको अगाप्य प्रेम र अनमोल रगतले ख्रीष्टको अगाप्य प्रेम र अनमोल रगतले पापबाट मुक्त भएर अनन्त जीवनको योग्य भएका छौँ त्यसै अन्तिम रहेको छ आजसम्मको आत्मिक यात्रामा परमेश्वरको आशिष मिलोस् सधैँ यस मण्डलीलाई आजसम्मको आत्मिक यात्रामा परमेश्वरको आशिष मिलोस् सधैँ आउने दिनको आत्मिक गतिविधिमा सबै कुरा सफल होस् सधैँ आउने दिनको आत्मिक गतिविधिमा सबै कुरा सफल होस् सधैँ यस मण्डलीलाई परमेश्वरले चट्टानमाथि स्थापित गरून् यस मण्डलीलाई परमेश्वरले चट्टानमाथि स्थापित गरून् जहाँ शैतानको हार होस् तर ख्रीष्टको राज्य विस्तार होस् सधैँ हुन्छ धन्यवाद सुनिदिनु भएको लागि फिल्म क्या तो सीधा होगी अब हाम्रो सबले मैले नि काम गरेर देखियो होला अगाडि पनि